स्वागत छ यो मेरो भिडियोमा तपाईहरुलाई। आज म तपाईलाई घोराई स्थित पाण्डेश्वर महादेवको मन्दिरको दर्शन गर्न जाँदैछु। यो मन्दिर घोराईको ट्राफिक चौकबाट क्याम्पस रोड हुँदै करिब 9 किलोमिटर दक्षिणतिर लागेर बय नदी पार गरेपछि चुरे पहाडमा अवस्थित रहेको छ। यहाँ विश्वकै अग्लो त्रिशूल लगभग 108 फिट अग्लो र 60 कुन्टल धातुबाट निर्माण गरिएको छ। यहाँको ऐतिहासिक कहानी रोचक र आश्चर्यजनक रहेको छ। करिब 5000 वर्ष पहिलेको कहानी हो। गोत्र हत्याले विक्षिप्त भएका पाण्डवहरू यही बसेर पापबाट मुक्त हुन ज्योतिषलिङ्ग निर्माण गरी महादेवको आराधना गरेको विश्वास गरिन्छ। अहिले मन्दिरभित्र रहेको शिवलिङ्ग पनि पाण्डवहरूले निर्माण गरेको मानिन्छ। त्यसपछि यही बाटो हुँदै स्वर्गमा गएको कथा अहिले पनि विश्वास गरिन्छ। त्यसैले यसलाई पाण्डेश्वर महादेवको मन्दिर भनिन्छ। अनौठो कुरा त के छ भने पाण्डेश्वर मन्दिरभित्रबाट निस्केको ठुलो साजको रुख रहेको छ। यो रुख सम्बन्धी एक रोचक किंवदन्ती अहिले पनि सुन्न पाइन्छ। त्यति बेला नजिकका गुरुबा गाउँका चौधरीहरू धानको बिउ दबाउन काठ काट्न यही जङ्गल गएका थिए। उनीहरूले एउटा साजको रुख आधा काटेर घर फर्के र फेरि भोलिपल्ट जाँदा काटेको भागमा कुनै दाग देखिएन। काटेको रुख ठाडिएको पनि भन्ने विश्वास गरिन्छ। यस मन्दिरमा विशेष गरी शिवरात्रिमा पूजा आराधना गर्नुका साथै अविवाहितले राम्रो पति पाउँ र विवाहितले श्रीमानको लामो आयु होस् भनेर वर माग्नेहरूको घुइँचो लाग्दछ। यस मन्दिरमा 2075 सालदेखि नेपाली सेनाले शिवरात्रिमा शिव सलामी पनि दिँदै आएको छ। यस मन्दिरमा 108 धाराका साथै विभिन्न मूर्तिहरू पनि रहेको छ। बेलुका भजन कीर्तनका साथै नाचगान पनि गरेको हुन्छ। प्रणाम भोलेनाथ। प्रणाम विष्णुदेव। अरे कैलाशपति आज वैकुण्ठ लोकमा। हजुर आज कैलाशमा बस्दा झैला आएर हजुरको याद आयो अनि वैकुण्ठतिर आयो। भोलेनाथ हजुरलाई त्यसै त मेरो याद आउने होइन, केही न केही कुरा त हुनुपर्दछ। याद आउनको लागि भन्नुहोस् न, के कारणले आइपुग्नु भयो यो आज वैकुण्ठ लोकमा? हजुर किन भन्नु फेरि तपाईँले मान्नुहुन्न? अरे कस्तो कुरा गर्नुभएको हजुरले, पहिला भन्नुहोस् त सही। ज्येष्ठ छोरा बुहारी गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ, जेठी बुहारी Hey,
विष्णु श्रीमद्भगवतो महापुराण परिषस्य विष्णुराज्ञ्याः प्रवृत्तमानस्य अध्यस्य ब्रह्मणोऽग्नि द्वितीय परार्धे श्री श्वेतावारः कल्पे वैव पाण्डवेश्वर महादेव को समुपस्थित श्रद्धालु भक्तगण को जयकार लगाउने भक्तहरूको मुखै नखोल्ने भक्तहरूको जय जय श्री राधे श्याम नमः पार्वती पतये हर 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 महादेव शंभो। अर्जुनको सारथी भए महाभारत रचाउने घौमासुरको वध गरी गोपीनी बचाउने कृष्ण गोपीनी बचाउने